जति पनि साथीहरूले नेपाल प्रहरीको फर्म भरिसक्नुभयो वा नेपाल प्रहरीको लागि तयारी गर्ने सोचमा हुनुहुन्छ र फिजिकलको बारेमा जान्न चाहनुहुन्छ भने आजको भिडियोमा तपाईले नेपाल प्रहरीको फिजिकलमा के हुन्छ, कुन चाहिँ चरणपछि कुन चाहिँ चरण हुन्छ, रनिङ हुन्छ कि पहिला पुशअप हुन्छ कि पहिला सिटअप हुन्छ कि पहिला के चाहिँ पहिला हुन्छ त भन्ने बारेमा आजको भिडियोमा हामी तपाईलाई बताउन गइरहेको छौं। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र राम्रो लागेमा भिडियोलाई लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न भने नभुल्नु होला है त साथीहरु। अब यति भनेपछि भिडियोलाई अगाडि बढाउँ। नेपाल प्रहरीको फिजिकलमा के लैजानु पर्दछ त भनेर। नेपाल प्रहरीको फिजिकलमा यो दुईटा कुरा छुटाउनु हुँदैन। एउटा कुरा भनेको तपाईको नागरिकता छुटाउनु भएन, सक्कली नागरिकता लिएर जाने। दोस्रो नम्बर भनेको तपाईको एडमिट कार्ड छुटाउनु भएन। यति दुईटा कुरा लिएर के गर्नु पर्दछ त भन्दाखेरि साथीहरु तपाईको फिजिकल परेको प्रहरी कार्यालयमा जाने। यो फिजिकल परेको प्रहरी कार्यालयमा गएपछि के गर्नु पर्दछ त भन्दाखेरि तपाईले एउटा सो घोषणा पत्रमा तपाईले आफ्नो नाम, ठेगानाहरु, फोन नम्बरहरु, सम्पूर्ण कुरा विवरणहरु राखेर दायाँ र बायाँको ल्याप्चे लगाएपछि तपाईले त्यो प्रहरीलाई बुझाउनु पर्दछ। त्यहाँनेरि बसेका प्रहरीहरुलाई बुझाउनु पर्दछ। त्यो बुझाएपछि तपाईले के गर्नु पर्दछ त भन्दाखेरि त्यो बुझाएपछि तपाईले आफ्नो मोबाइल फोनहरु लग्नु भएको छ भने मोबाइल फोन बुझाउनु पर्दछ। मोबाइल फोन बुझाइसकेपछि के गर्नु पर्दछ त भन्दा साथीहरु नागरिकता बुझाउनु पर्दछ। नागरिकता बुझाएपछि तपाईले आफ्नो सम्पूर्ण डिटेल्सहरु दिनु पर्दछ। त्यहाँनेरि हाजिर लगाए जस्तै दिन्छ। तपाईको नाम सोध्छ, तपाईको ठेगाना सोध्छ, तपाईको सम्पूर्ण विवरणहरु सोध्छ। नाम ठेगानाहरु सोधेपछि तपाई त्यो फिजिकल दिन गएको व्यक्ति हो कि हैन भनेर त्यहाँनेरि सम्पूर्ण विवरणहरु सोध्छ। जस्तो बुबाको नाम सोध्छ, आमाको नाम सोध्छ, हजुरबाउको नाम सोध्छ, सम्पूर्ण कुराहरु सोध्छ। अनि बल्ल तपाईलाई ग्राउन्डमा लगेर जान्छ। बल्ल तपाईहरुलाई अनि फिजिकल गर्ने ग्राउन्डमा लगेर जान्छ साथीहरु। यति गरेपछि तपाईहरुलाई ग्राउन्डमा लगेपछि के गर्नु पर्दछ त भन्दा साथीहरु सुरुमा चाहिँ तपाईले लगेको टी-शर्ट र हाफ प्यान्ट आफूले लगाउनु पर्दछ। आफूले लगेको टी-शर्ट र हाफ प्यान्ट लगाएपछि तपाईहरुले आफूलाई कम्फर्टेबल हुने शूज लगाउनु पर्दछ। यो तीनटा कुरा लगाएपछि हामीले के गर्नु पर्दछ त भन्दाखेरि सुरुमा हामी जानु पर्दछ। त्यसपछि फिजिकलको आफ्नो बडी चेकअप गर्नको लागि जानु पर्दछ। बडी चेकअप तिनीहरु गर्दछ, ग्राउन्डमै चेक गर्ने प्रहरीहरु हुन्छन्, ग्राउन्डमै चेक गर्छन्। ग्राउन्डमै चेक गरेपछि के गर्दछन् त भन्दाखेरि सुरुको चरणमा चाहिँ तपाईको के चेक गर्दछ त भन्दाखेरि हातको औंलाहरु चेक गर्छ। हातको औंलामा यस्तो सिधा बनाउन लगाएर हातको तपाईको सम्पूर्ण औंलाहरु हेर्छ। तपाईको हात सिधा हुन्छ कि नै, तपाईहरुको हात सिधा हुन्छ भने तपाईहरुले त्यसपछि नीलकको लागि चेक गर्छ। नीलकको चेक गरेपछि तपाईको यो दुईटै आँखाको चेक गर्छ। पहिलो दायाँ आँखा झिम्क्याउन लाउँछ यसरी, त्यसपछि बायाँ आँखा यसरी झिम्क्याउन लाउँछ। त्यसरी यो दुईटै आँखा यसरी झिम्कियो भने बल्ल तपाईहरुलाई अनि के को लागि लैजान्छ त भन्दाखेरि भालुपाइले छ कि छैन भनेर चेक गर्छ। यदि तपाईहरुलाई भालुपाइले रहेछ भने त्यहीबाट फाल्दिहाल्छ। भालुपाइले रहेनछ भने तपाईहरुको लागि हाइट वेट र चेक गर्छ। हाइट वेट चेक गरेपछि तपाईहरुको के चेक गर्छ त भन्दाखेरि यदि तपाई परफेक्ट हुनुहुन्छ भने हाइट वेटमा त्यसपछि तपाईको दाँत चेक गर्दछ। पहिला आ गर्न लाउँछ, त्यसपछि इ गर्न लाउँछ, त्यसपछि यो दुईटा चेक गरेपछि तपाईहरुलाई बल्ल ग्राउन्डमा लिएर जान्छ। ग्राउन्डमा तपाईको फुल बडी चेकअप गराएपछि के गरिन्छ त भन्दाखेरि साथीहरु तपाईको फुल बडी चेकअप गराएपछि तपाईले सर्ट राउन्डको लागि लिन्छ। सर्ट राउन्डमा चाहिँ के गरिन्छ त भन्दाखेरि 5-6 जनाको टोली लगिन्छ। 5-6 जनाको टोलीमा तपाईहरु पुरुषपटिको टोली हुनुहुन्छ भने 55 सेकेन्डमा सक्नु पर्यो। महिलाको टोली हुनुहुन्छ भने तपाईले 67 सेकेन्डमा सक्नु पर्यो। पुरुषहरुलाई 55 सेकेन्ड र महिलाहरुलाई 67 सेकेन्डको टाइम हुन्छ सर्ट राउन्ड। यो सर्ट राउन्डको चरण पार गर्नुभयो भने तपाईले अर्को चरणमा लगिन्छ। अर्को चरणमा के हुन्छ त भन्दाखेरि साथीहरु अर्को चरणमा हाई जम्प हुन्छ। हाई जम्पमा यदि तपाई पुरुष हुनुहुन्छ भने 3 फिटसम्म र महिला हुनुहुन्छ भने 2 फिटसम्मको हाई जम्प हुन्छ। यो चरण पार गरेपछि बल्ल तपाईलाई सिटअपमा लगिन्छ। सिटअपमा के गर्नु पर्दछ भन्दाखेरि साथीहरु यदि तपाई पुरुष हुनुहुन्छ भने कतिसम्म त 12 पटकसम्म गर्नु पर्दछ। यदि तपाई महिला हुनुहुन्छ भने चाहिँ 5 पटकसम्म गर्नु पर्दछ। यो सिटअपको चरण पार गरेपछि तपाईलाई पुशअपको चरणमा लगिन्छ। पुशअपको चरणमा के गरिन्छ त भन्दाखेरि साथीहरु यदि तपाई पुरुष हुनुहुन्छ भने 10 पटकसम्म पुशअप गराइन्छ र यदि तपाई महिला हुनुहुन्छ भने चाहिँ 4 पटकसम्म पुशअप गराइन्छ। यो यति गरेपछि के गराइन्छ त भन्दाखेरि साथीहरु तपाईहरुलाई पुलअप अथवा चिनअपको चरणमा लगिन्छ। यदि तपाई पुरुष हुनुहुन्छ भने 3 पटकसम्म पुलअप अथवा चिनअप गर्नु पर्यो। यदि तपाई महिला हुनुहुन्छ भने 30 सेकेन्डसम्म झुन्डिन सक्नु पर्यो। अब यति गरेपछि साथीहरु तपाईलाई के को चरणमा लगिन्छ त भन्दाखेरि साथीहरु लङ रनको चरणमा लगिन्छ। लङ रनको चरण गर्नुभन्दा अगाडि तपाईले 30 मिनेट जति ब्रेक दिन्छ। 30 मिनेट अथवा 1 घण्टै हुन्छ लगभग। यो 30 मिनेट जति ब्रेक पछि तपाईलाई के गराइन्छ त भन्दाखेरि लङ रन गराइन्छ। लङ रनमा चाहिँ तपाईले के गर्नु पर्यो भन्दाखेरि साथीहरु लङ रन यदि तपाई पुरुष हुनुहुन्छ भने 18 मिनेटसम्म पार गर्नु पर्यो। यदि महिला हुनुहुन्छ भने 21 मिनेटसम्म पार गर्नु पर्यो। यो लङ रनको चरण सकेपछि तपाईको
फिजिकलको चरण चाहिँ सक्यो। अब तपाईहरुले लङ रन पार गरिसकेपछि के गर्नुपर्छ भन्दाखेरि साथीहरु तपाईहरु आफ्नो सामानहरु लिएर फर्किनुपर्छ। आफ्नो नागरिकताहरु मोबाइल फोनहरु लिएर तपाई आफ्नो घर फर्किन सक्नुहुन्छ। त्यसपछि तपाईहरुको फिजिकल पास हुनुहुन्छ। यदि यो सबै चरणमा तपाई पास हुनुभयो भने फिजिकल पास हुनुभयो। अनि तपाईहरुलाई अब मेडिकलको बारेमा जान्न मन छ भने कमेन्ट बक्समा मेडिकल लेख्नु होला। अर्को भिडियोमा चाहिँ हामी मेडिकलको बारेमा नि भिडियो बनाउने छौं। आजको लागि यति नै। यदि तपाईलाई यो भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्स्क्राइब र शेयर गर्न भने नभुल्नु होला साथीहरु। अब तपाईको हाम्रो भेट अर्को भिडियोमा है त।